हेलो गाइज वेलकम बैक टु माई च्यानल। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। आज तपाईहरु समक्ष फेरि पनि म उपस्थित भइसकेको छु एउटा खतरा कमेडी भिडियोको रियाक्सन भिडियो लिएर। जुन भिडियो बनाउनु भएको छ राइजिङ बोय इन्टरटेनमेन्ट अथवा भक्ते र भक्तेहरुका साथीले। उहाँहरुले एकदमै कमेडी खालको भिडियोहरु बनाउनुहुन्छ, एकदमै इन्टरटेनमेन्ट दिने खालको भिडियोहरु बनाउनुहुन्छ। आज पनि उहाँहरुले एउटा खतरा कमेडी भिडियो बनाउनु भएको रहेछ। जुन भिडियो तपाई र म सँगै बसेर हेर्दिम र एकछिन हाँसौं न त, हैन? हाँस्दा स्वास्थ्यका लागि फाइदा हुन्छ भन्दै लागौं उहाँहरुको कमेडी भिडियो तर्फ। यार पुरै रेलको धुवा छ त यार। शायद यो दार्जिलिङतिरकै होला सायद। नयाँ बिजनेस पो थालेको एकदमै। ल कङ्ग्रेचुलेसन है ब्रदर, एकदमै कङ्ग्रेचुलेसन। बेस्ट अफ लक। राम्रो ग्राहक रहोस्, नयाँ कस्टमर ग्राहक त आउनु पर्यो नि हो। तर व्यापार चाहिँ के को यार यस्तो यार? यो टेबलमा हल्ला गर्दिनु भनेको थिए, कोही पनि आउँदैन त। के हो त्यो? माउस कि के हो त्यो? माउस जस्तो छ त यार। ओइ आफ्नै टी सर्टले पुछिरहेको यार। होला नि त, सानो लगानीको बिजनेस होला नि त, त्यही भएर। आयो ग्राहक आयो एउटा। को हुनुहुन्छ होला यहाँ पैसा निकाल्ने? म छु भन्नु भन्नु मिलेन हैन? कति हुन्छ? आउनुस् न, बस्नुस्। ग्राहकलाई त सम्मान गर्नु पर्यो नि यार। तपाई नि हो। ल ठीक छ, तर तपाईको अनुहार त पैसा निकाल्ने जस्तो त छैन, चोर्ने जस्तो पो छ त हौ। चोर्ने जस्तो मिल्ने भने जस्तो हाल्ने। कहाँ हौ? त्यस्तो होइन नि हौ। खै तपाईँको आधार कार्ड र ब्याङ्क पासबुक दिनुहोस् त, कति निकाल्नु? कोही मान्छेलाई पनि अनुहार हेरेर जब चाहिँ नगर्ने गाडी। यही छ, छनु चाहिँ छ होला 3-4 लाख जति। कति? तर अहिले चाहिँ 3-4 लाख छ यार। कति? हैन भाइ, तिमी पैसा निकाल्छौ? किन निकाल्दिनौ दाजु? मै बसिरहेछु, कसले निकाल्छ अन्त? हैन अलिक डाउट लागेर नि। डाउट लाग्छ यार। दिनु पर्ने रहेछ टेरको बाउले। हुन्छ दाजु, तपाईँको यो पासबुक र आधार कार्ड यहाँ छ, म यो एन्ट्री गरिहाल्छु। अन्त चाहिँ तपाईँको फिङ्गरप्रिन्ट लगाउनुपर्छ। नसिकाउ मलाई थाहा छ। तिमी जन्मिनुभन्दा अगाडि मैले 10वटा भोटो फाटाको, बुझ्यौ? याद छ? तिमी चुप लागेर बस। मान्छे यार कहाँ हो त दाजु तपाईलाई? चुप लागा तिमी। हैन नि। कहाँ लगाउनु पर्ने फिङ्गरप्रिन्ट? यहाँ हो, यहाँ लगाउनु पर्ने। लु लगाउनुस् त। त्यही भएर त भाइ मैले घरबाटै इङ दलेर आएको छु। तिमीले साथी हो, खै कहाँ लगाउनु पर्ने? आमामामामामा, के बेसी बुझ्यौ? म भन्दा अगाडि फोटो पठाउने मान्छेको के बेसी हौ? अनि चुप लाग्छ तपाईँ यार। जमाना कहाँ पुगेर यार हातमा लाएर फिङ्गरप्रिन्ट लाउन आइरहेछ यार। यहाँ लगाउनुपर्छ। सही हो, सही यहाँ हो। ल्याउनु सम्ली। लु यो हुँदैन अर्को। यसो गरेर यहाँ राख्नुहोस्। यस्तो लाउने हो क्या यार? मैले पनि लाने यार कतिपय ठाउँमा। त्यहीँ नभएको हैन ल भाइ, यसमा त अनि स्क्यान चाहिँ मोबाइलबाट गर्ने? पैसा निकाल्ने हौ। ओइ पैसा त म निकाल्ने नि। लु भयो पनि याद थियो कि जस्ट तिमीलाई मैले जोक गरेको नि। लगाएर आउँछ यार। कहाँ हो भाइ? जान्दैछु नि हौ। जानुहोस् तपाईँ पैसा। प्लास्टिकमा रहेछ यार। खै पैसा त भाइ 2000 छ होला नि। ए दाजु पनि तपाईँको नोकर बसेको छु कि यहाँ त थोरै म। हाम्रो त बिजनेस हो, त्यसरी त मन लाग्नु पर्यो नि यार। कस्तो ताल अलिअलि त कमिसन नभइकन त कसले व्यापार गर्छ त हैन? सही हो, आइडिया त सही हो। त्यसो म गए ल। हुन्छ फेरि आउनुहोस् है। ए हुन्छ, म आइबस्छु नि। यो लानु लानु पर्यो नि, तपाईँको सामान लानु हुँदैन? के मेरै पो त है? अब चाहिँ कोरेर नआउनुहोस् है दाजु। हुन्छ भाइ, हुन्छ भाइ, लागे भाइ। ओके बाई 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 धन्यवाद बाई। भाइ, अहिले भरे आउँछु ल। बिजनेस गर्न पनि कहाँ सजिलो छ र गाइस? कस्टमरहरु मात्रै नआए। कस्टमर कुर्दै दिन जान्छ हैन, झिङ्गा धपाउँदै यस्तो गर्दै गर्दै दिन जान्छ। त्यस्तै भइरहेछ ब्रोदरको पनि हैन। अर्को ग्राहक आए है। के हो?
बिजनेस आज राम्रै हुन्छ जस्तो छ। दाजु तपाईँ नै हो पैसा निकाल्नु हुने? यो बसिरहेको चाहिँ को हो? तपाईँ। अनि कसले निकाल्छ जस्तो लाग्यो? भन्न मिलेन होइन, मेरो बिजनेस होइन नत्र म निकालिदिन्थेँ नि। अरे हान्नु पर्दैन क्या ब्रदर है। हजुर म निकाल्छु, बस्नुहोस् न। अनि अघि भन्नुपर्छ नि म निकाल्छु भनेर। भनेको त दाजु के गर्दिनँ मैले। कहिले? त्यो कुरा छोड्नुहोस् हौ। कति निकाल्नुहुन्छ पैसा? त्यस्तै 10-20 रुपियाँ निकाल्नु भनेको। 10-20 रुपियाँ पो खाने पैसा थियो कि फेरि सक्यो भने आइहाल्छु। खैनी खाने पैसा रे यार। 10-20 रुपियाँ त निक्लिँदैन हौ। तपाईँहरूले नि यसरी निकाल्नु भएको छ भने कमेन्ट गर्नु है त। पैसा होइन मैले चाहिँ निकालेको छैन है। 10-20 रुपियाँ पनि पैसै हो कि, तर यहाँ 10-20 रुपियाँ चाहिँ निक्लिँदैन। 1000 दिन उँभो मात्रै निक्लिन्छ। कुरा बुझ्नु भयो? ओहो कमिसन नै 10-20 रुपियाँ लिइरहेछ ब्रोकरले। हुन्छ त्यसो भए 1000 रुपियाँ निकाल्दिनुहोस् न। ओइ 1000 रुपियाँ आधार कार्ड दिनुहोस् तपाईँको। आधार कार्ड त छैन। अनि कसरी निक्लिन्छ आधार कार्ड बिना चाहिँ? यसो गरौँ कि अहिले चाहिँ निकाल्दै गरौँ हो। अहिले पल्लो घरि त्यो माइलाकोमा आउने कामै छ। मिठो बोली लाग्छ रे यस्तो त्यतिखेर बोली आउँदा चाहिँ आधार कार्ड लिएकिन आउँछु नि। त्यसो आधार कार्ड नलिकन पैसा निकाल्न रहेछ यार। कस्तो पैँचो लो यस्तो गरेको? सजिलो लाग्यो तपाईँलाई? पैँचो लो यस्तो गर्छ हौ। जानुहोस् पहिला आधार कार्ड लिएर आउनुहोस्, अन्त मात्रै हुन्छ। अन्त मात्रै मिल्छ। प्रमाण त चाहियो नि। हुन्छ म लिएर आइहाल्छु। हुन्छ जानु नि। यस्तो रौसो। ए फेरि त्यही हो क्या। ओइ आधार कार्ड लिएर आयो त। लु आधार कार्ड त आयो, आइपुग्यो। खोइ पासबुक दिनुहोस् त। छैन नि पासबुक। छैन पासबुक बिना चाहिँ कसरी दिनु तपाईँलाई पैसा? म जानुहोस् लिएर आउनुहोस्। अघि भन्नु बिडी त पुऱ्याउनु पर्यो नि होइन र? कस्तो खाले आँपी हुनुहुँदो रहेछ दाजु त। आफै म आफै चाहिँ म चाहिँ होइन तपाईँ हो। जानुहोस् लिएर आउनुहोस् त। जानुहोस्। फेरि पठाए है। सही हो सही हो। ठीक है बनाए थिए अब तपाईँको सबै कुरा भयो कि? हजुर अब फिङ्गरप्रिन्ट पनि चाहिन्छ। मैले फिङ्गरप्रिन्ट बिर्सेँ कि आइहाल्यो ल। फिङ्गरप्रिन्ट बिर्से रे। यहाँ हुन्छ नि यार, कस्तो कस्तो खालको मान्छेहरू हुन्छन् क्या। कस्तो खाले बोलाउँदा बोलाउँदा गएको तिमी त? फिङ्गरप्रिन्ट त पाइनँ मैले। कति खोजे घरमा हो, फिङ्गरप्रिन्टै पाइनँ। फिङ्गरप्रिन्ट ल्याउनु पर्दैन, यहाँ लगाउनु पर्छ त। ए यहाँ लगाऊ। लाउनु पर्छ। यो हो अम्ली हो। भन्छ कि यसलाई चाहिँ फिङ्गरप्रिन्ट भन्छ कि। फिङ्गरप्रिन्ट अब यसलाई लाउनु लाउनु ए, फिङ्गर फिङ्गर हुन्छ, त्यसलाई बुझाउनु पर्यो है, नबुझे मान्छेलाई बुझाउनु पर्यो। बुझ्ने हौ तिमीले भाइ। लु भयो। स्क्यान चाहिँ मोबाइलबाट गर्ने रहेछ क्या। तपाईँको पैसा लानुहोस्। ए भइसक्यो यार, कति छिट हो? 970 छ, बुझ्नुभयो? पैसा ल हजुर हजुर जानुहोस्। 970। ए एकछिन मै भनिदिन्छु 1000 रुपियाँ भन्न आँटेको होला होइन? हजुर 1000 रुपियाँ 30 रुपियाँ चाहिँ म काट्छु, अन्त 970 तपाईँले लानु पर्ने हुन्छ, बुझ्नुभयो? 30 चाहिँ म अब निकाले काट्नु पर्यो। त्यसो भए त बिजनेस गरे अनुसार दिनु पर्यो नि होइन र? सही हो सही हो हो कि? अनि मैले कुदेको पनि त पैसा दिनु नि। सही हो सही हो। कुदेको तिमीले कुदेकोलाई माग्नु, बाटोलाई माग्नुहोस् न ल। जानुहोस् अब। हुन्छ हुन्छ। अब नेक्स्ट टाइम आउँदा नि हजुर पासबुक र आधार कार्ड लिएर आउनुहोस् ल। ए यो मेरो पासबुक र आधार कार्ड। ए हेर्नु यो पनि लानुहोस्। हुन्छ अब नेक्स्ट टाइम आउँदा चाहिँ लिएर आउनुहोस् ल। हुन्छ यसरी कुदिरहनु पर्दैन। अब फिङ्गर हाल्नु परेन है? परेन अब नेक्स्ट टाइम। परेन भने जाऊ भाइ जाऊ। बुझाउँदा पैसा दिने मान्छेलाई लास्टै गाह्रो भयो त यार। के हो?
भक्तेको टोली आयो क्या पुरै ओइ हो त भक्ते यार ओइ भक्तेको स्टाइलै हिँडाइटै डेन्जर छ क्या खतरा खालको छ क्या ओइ यो क्यारेक्टर बनाउनलाई पनि एकदमै मेहनत गरेको छ यार यिनीहरूले यार यिनीहरूको मैले पहिलेदेखि नै भिडियो हेर्दै आएको होइन बदमास बेसी के भयो बस खै मान्छे ए ओइ अमे बय हाय त्यो धेरै रासमाल जस्तै यार पैसा निकाल्न आउनु पैसा निकाल्न आउनु भक्तेको स्टाइल होइन कपाल त लामो छ क्या यार उता जा ए नकली कपाल हो बस मेरा कडा हो बस बस ओइ काखमै बस्छ त यार अन्त आफै बस भन्छ होइन सोफा हो तेरो बाउको यो कस्तो साथै लगिनु भयो तपाईँहरूले त पैसा निकाल्नु आउनु भएको ए भन्दै यसलाई हामी आएको होइन दादा खालि आएको ए तपाईँ मात्रै आउनु भएको वाइ भक्ते बस है क्या ओइ दिएको त यार तिरी बनाइदियो त यार वाइ ओइ अब चाहिँ के भन्नु बस छोड म आफै भन्छु हामी भन तँ यहाँनिर किन बसेको किन बस्छ पैसा निकाल्नु अन्त पैसा निकाल्नु अन्त पैसा निकाल्नु नि तँ यहाँनिर बसेको हो भने किन पैसा निकाल्नु पैसा त निकाल्ने त अन्त हुन त हो ए हुन्छ सही सही हो तपाईँ चुप भक्ते कुरा चाहिँ सही हो ओइ फेरि दिएको यार पैसा दिने मान्छेलाई त नोट काटिसक्यो त यिनीहरूले फेरि किन इकाउनु भएको फेरि दादाको नाम सोध्दैन के हो तपाईँको नाम याइ दादाको नाम चाहिँ भक्ति हो भक्ति भक्ते होइन तर यो गाउँमा चाहिँ मादाले भन्ने ओइ मादाले किन मादाले डोन चाहिँ मादल के बच्छ त्यो भन्दा बेसी हाम्रो दादा बच्छ त्यही भनेर मादलले डोन भनेर चिनिन्छ हाम्रो दादालाई ओइ मादाले भक्तेको क्यारेक्टर एकदमै एक्टिङ राम्रो छ अब बेसी कुरा नगरौँ अब कामतिर लाग्छ सही हो कामतिर लाग्यो ए हुन्छ तपाईँको मलाई नसिका तँ संसारमा आउनुभन्दा अगाडि डटपेन पेन्सिलसँग म खेल्दै थिएँ बुझिस् ए हो खेल्नु मात्रै भयो कि पढ्नु भयो हो नि पढेर डटपेन चाहिँ पेन्सिलसँग खेले मात्र नि म त पढेन नि कहाँ पढ्छ पढेको भए त साइन्टिस्ट हुन्थ्यो होला साइन्टिस्ट आइन्स्टाइन जस्तो ओइ ओइ अहिले आएर मलाई दुःख लाग्छ दुःख लाग्यो यार नपढेर यार ओइ 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 के हो दियो के दियो यार ए हुन्छ हुन्छ अब तपाईँको ओइ बोल्नै दिँदैन त भक्तले त एकछिन पर्खिनुहोस् ल अलिकति टाइम लाग्छ कि केटो डराले नि केही भन्न सकेन यार अहिले त थर्काइरहेको थियो होइन ओइ ओइ 5,000 ए 5,000 निकाल्नु हुने तपाईँको सबै भयो कि अब लास्ट तपाईँले फिङ्गर प्रिन्ट दिनुपर्छ ल लास्ट फिङ्गरप्रिन्ट ओइ फिङ्गर प्रिन्ट यसलाई पनि फिङ्गरमा आयो तेरो दे त ओइ फिङ्गर प्रिन्ट त गालामा थियो त यसरी यार यसको होइन हो फिङ्गर प्रिन्ट ए यसको होइन तेरो दे त तेरो मिल्छ है अर्को मेरो ओइ बिचरालाई गाला चड्किने गरी हाने सानो कोट तिमीलाई 1,000 रुपियाँ तनखा पठाइदिन्छु हुन्छ बस हुन्छ काम मन पर्यो पुरै नबुझेको तपाईँको फिङ्गर प्रिन्ट चाहिन्छ भनेको ए मेरै चाहिएको उसले पनि दिन लायो त भक्तले पनि यार के धेरै हो दिन भएको त्यो मान्छे नकुटेको हो दादा हो अब कुट्नु बाध्य त नि बाध्य त्यहाँ के पो साथी भक्तको छातीले भक्तको छाती ढुकुरे छातीले अब पावर दियो त ल ओइ ढुकुरे छाती पक्री दियो पक्री यार। केटा हो ओइ दियो पक्री त होइन मैले त्यो फिङ्गर प्रिन्ट भनेको होइन हेत्तिरको तपाईँहरूले कुरै खोज्नु भएको छैन यहाँनिर भक्ते पनि त्यो फिङ्गर प्रिन्ट भनेको होइन एकदमै सुनेर मेरो कुरा हेत्तिरको बुझ छ कि यार। गलिसक्यो दादा छिटो ओइ ओइ बिस्तारै दिदा काट्टा छाड्दै बिचरालाई वाक्कै बनाइसक्यो अरू कस्तो कुरै नबुझ्नु भएको तपाईँहरूले मैले यो फिङ्गर प्रिन्ट मागेको कहाँ हो त थप्पड हानेको हामी त यसरी दिन्छौँ फिङ्गर होइन केटा हो दादा हो
मेरो यो हातको फिङ्गर ओइ तेरो गालाको प्रिन्ट ओइ हुन त हो अनि भएन त फिङ्गर प्रिन्ट ओइ फिङ्गर प्रिन्ट हो त नि लु अब दे हाम्रो पैसा ए पैसा दिइहाल्छु नि केही छैन नि तर मेरो पनि एउटा बानी छ कि खुल्लामा दिने चाहिँ मेरो पनि आदत छैन यसरी खुल्ला अवस्थामा मेरो पनि एउटा आदत छ पैसा दिने हो मेरो पनि एउटा आदत छ खुल्लामा म पनि बानी छैन मेरो केटाले ऊ बन्दुकसँग खेल्दै रहेछ फोन गरेर सम्झाउ न खै फोन गर ओइ भाइ मैले बन्दुक तोलाई त खेल्नुको लागि ल्याइदिएको ओइ भाइलाई फोन गर आज नपर्खा बजा जता पाए त्यता बुलेट तेरो बाउले ल्याइदिएछ बुलेटको माया लाग्यो उसलाई पैसा लाने म पनि यसरी के हो दैलो थुनेर गोद्न लाग्यो क्या ओइ भक्तले लोड चुडायो क्या ल ओइ झालमा टाउको निकाल्दै गोद्रायो क्या यतिको चाहिँ दिनै पर्छ है ल डनहरू त झाडको परङ चाहिँ खुच्यो क्या ओइ भक्तले भाग भक्तै भाग ए भक्तै भाग डनको सङ्गत गर्दा यस्तै हुन्छ यार अबदेखि चाहिँ म तपाईँसँग हिँड्दिनँ गालै सुकिदियो क्या त्यही भएर त माधाले डोन बस्छ गुन्डागर्दी गर्दाखेरि कहिलेकाहीँ यतिको राम धुलाई पनि भेट्नै पर्छ है किनकि सधैँभरि एउटै मात्र रात चल्दैन अरूको कसैको पनि रात हुन्छ है भक्तले आज माधाले डोनको किनै परिवर्तन गर्नेछ है एउटा भिखारी भोलि दिनको चाहिँ गुन्डागर्दी बन्द माधवले ग्याङको नाम माधवले ग्याङ थियो अब भोलि दिनको भिखारी ग्याङ त्यसै नै हो भिखारी ग्याङ बरु भिखमा बरु पैसा पनि पाइन्छ मान्छेको माया पनि पाइन्छ यो खालि कुटाइ त पाइँदैन नि त म त आँखा देख्नु पो छोडे त ल त गाइज र भिडियो कस्तो लाग्यो के लाग्यो होइन र मन पर्यो भने कमेन्ट सेयर लाइक अनि नयाँ हुनुहुन्छ भने प्लिज च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई अल गर्नुहोस् होला र यस्तै मजेदार भिडियो तपाईँहरूले पाइरहनु हुनेछ राइजिङ बोइस एन्टरटेनमेन्टलाई सब्स्क्राइब गरेर बेल आइकनलाई अल मैले त अलरेडी सब्स्क्राइब लाइक सबै गरेको छु ल यार भक्तको भिडियो सक्यो एकदमै खतरा छ रमाइलो छ सधैँभरि गुन्डाको मात्र रात चल्दैन कहिलेकाहीँ अरू पनि आफूभन्दा धेरै गुन्डाहरू हुन्छन् भन्दै आजबाट माधवले डनको टिम चेन्ज भएर भिखारी टिम भएको छ भक्तको टिम भन्दै खोटाङलेसी मिडियाबाट म सुमन खड्का पनि फेरि अर्को भिडियोसम्मलाई बिदा माग्छु सबैको दिन शुभ रहोस् तपाईहरुको साथ र सपोर्ट मलाई एकदमै धेरै आवश्यक छ कृपया भिडियोलाई लाइक शेयर एन्ड सब्स्क्राइब गर्न भने नभुल्नु होला भन्दै बाइ बाइ